हेलो एभ्रिवान, सम्पूर्णमा गुड मर्निङ नमस्ते। म चामलिङ सुस्मिता र आज मैले तपाईहरुलाई यस्तो राम्रो बिहानी पखरको भ्यू देखाइरहेको छु र तपाईहरुले पनि हेरिराख्नु भएको छ होला। आई एम गोइङ टु आजको भ्यू जाने हैन त भोजपुर पूर्वी नेपाल मुन्दुम ट्रायल। दिस इज अल्सो वान अफ द बेस्ट प्लेस इन नेपाल। आज म तपाईहरुलाई हाम्रो नेपालको राम्रो ठाउँ देखाउँदैछु। इभन बिफोर दिस यो भिडियो पोस्ट गरेको थिएँ बट कपिराइट भयो। व्हाई डिड यु से मैले गीतमा लगाएको थिएँ, सो द्याट्स वाइ भिडियो मैले गीतमा लगाएको कारणले होला हैन, कपिराइट भयो। केही छैन, मैले तपाईहरुलाई फेरि बोलेर पनि देखाउन सक्छु। र यो ठाउँ चाहिँ एकदमै भेरी ब्युटिफुल साथै आनन्दित पनि छ। यो ठाउँदेखि अलिकति तल पर्छ कि मेरो घर चाहिँ थोरै तल पर्छ र एकदमै राम्रो छ। तपाईहरुले यहाँबाट कस्तो राम्रो राम्रो दृश्यहरु पनि हेर्न सक्नुहुनेछ। मैले यता कस्तो दामी छ, यता म यति धेरै कुदेको थिएँ, यस्तो धेरै उफ्रेको थिएँ, यति धेरै राम्रो छ। र यो ठाउँलाई के साउने मयुम ट्याम्के मयुम ट्याम्के भनेछु, साउने मयुम पनि भन्छ हैन। यता धेरै राम्रो छ र यता जाँदै जाँदै यहाँ तल यहाँबाट थोरै तल यो हाँसपोखरीहरु पनि छ र यतातिर चाहिँ भेडा बाख्रा गाईहरु पनि पाल्छ र यहाँबाट हेर्न सक्नुहुन्छ यति धेरै राम्रो राम्रो। यो भनेको चाहिँ गोठहरु हो र घुमाएर लाने क्रममा चाहिँ के देखिन्छ नि तल देखिराख्नु भएको छ। अनि माथि फेरि गइसके डाँडाहरु यति धेरै राम्रो चाहिँ भेडा बाख्रा पालन छ, कस्तो राम्रो छ, धेरै राम्रो छ। तपाईहरु पनि आउन सक्नुहुनेछ र एकदमै सबैजना इन्जोय गर्नुहोला। जाने भए आउनुहोस्, मेरै गाउँ मेरै ठाउँ हो, म तपाईहरुलाई चाहिँ घुमाइदिन्छु। यति राम्रो भेडा बाख्रा यति मात्र हैन, यहाँ हाँसपोखरी भयो, अरु धेरै छ। यहाँबाट हाम्रो सालपा सिलिचुङ दृश्य हेर्न सक्नुहुनेछ, यति धेरै राम्रो छ, यहाँबाट देखिन्छ है। र दामी छ, तपाईहरुले हेर्न सक्नुहुनेछ भन्दै आज चाहिँ अब म यो हाँसपोखरीतर्फ लागे। हाँसपोखरी हो र यो यतातिर भएको भेडा बाख्रा गाई, अघि तपाईहरुलाई भनेको थिएँ मैले हाम्रो हाँसपोखरी पनि देखिन्छ भनेर। ओके बाई।